फेरि दुर्गा पर्साई सामाजिक अभियन्ता दुर्गा पर्साई चाहिँ पक्राउ पर्नुभएछ। आफ्नै निवास भक्तपुरबाट राति सोमबार बेलुका 12 बजी पक्रिनुभएछ। अनि यो सरकारले अनि के गर्न खोजेको? राम्रो काम गर्छु राम्रो गर्छु भन्नेलाई त पहिलाको सरकारले पनि देख्न सकेको छैन। अहिलेको सरकारले पनि त्यही गरेछ। गर्छु भने त गर्नै दिँदैन। दुर्गा पर्साईलाई पक्रिनको साटो बलात्कारी, हत्यारा अनि भ्रष्टाचारीलाई पक्रि हुन्न थियो। अहिलेको सरकार 6 महिने सरकार, सुशीला कार्की गृहमन्त्री, प्रधानमन्त्री सुशीला कार्की गृहमन्त्री के हो पारा? अनि पहिलाको सरकारले पनि दुर्गा पर्साईको आन्दोलन बिथल्नलाई पक्रेर र थुनेको। अहिलेको सरकारले पनि टार्गेट दुर्गा पर्साई नै हो, पक्रेर थुन्ने। आन्दोलन 7 गते मङ्सिर 7 गतेको आन्दोलन घोषणा गर्ने बित्तिकै पक्रेर थुनिहाल्नु पर्ने। त्योभन्दा अरू तपाईँहरूले त्यहाँ कति महिना भयो तपाईँहरू सरकारमा गएर बस्नुभएको? दुर्गा पर्साईले पक्रेर थुन्ने बाहेक अरू प्रगति के गर्नुभएको छ? अरू त प्रगति गर्नुभएको छैन त। 3 महिना त भयो त। तपाईँहरू सत्तामा नपुगिन्जेलसम्म त यो सरकारले पहिलाको सरकारले गाली गर्नुहुन्थ्यो त। यो सरकारले के हेरेर बसेको थियो भनेर भन्नुहुन्थ्यो त। अहिले तपाईँहरू के हेरेर बस्नु भएको छ? कसको इसारामा चल्दै हुनुहुन्छ तपाईँहरू? देशलाई कता लाँदै हुनुहुन्छ तपाईँहरू? राम्रो मान्छेले त गर्नु खोज्यो भने अनि खुट्टा काट्दिहाल्नु भने खुट्टा तान्दिहाल्नु पर्ने, खुट्टा बाँधिहाल्नु पर्ने, गर्न नदिने। अनि जेन्जी सरकार 6 महिने सरकार तपाईँहरू 6 महिने सरकार खै अहिलेसम्म प्रगति के गर्नुभएको छ तपाईँहरूले? 75-76 जना नानी बाबुहरूले बलिदान दिएको खै कहाँ गएर के गर्नुभयो? सत्तामा पुगेको चाहिँ त्यो कुर्सीमा चाहिँ के छ? सत्तामा पुगेपछि चाहिँ सत्ता नपाइन्जेल हो। सत्ता पाएपछि चाहिँ अनि फेरि भित्ती मौसुलीले रूप फेरि चाहिँ फेरिहाल्नु पर्ने। जुन जोगे आए पनि कानै चिरेको त्यहाँ बसेपछि चाहिँ परिवर्तन फेरिहाल्नु पर्ने। अहिले अनि दुर्गा पर्साईले त राम्रै गरेछ त, नराम्रो गरेछ त? राम्रै गर्नुभएको छ त। पक्रिहाल्नु पर्ने, थुनिहाल्नु पर्ने। सुशीला कार्कीज्यू गृहमन्त्री को हुनुहुन्छ? खै त गृहमन्त्रीको नाम चाहिँ थाहा भएन। पहिलाका थाहा हुन्थ्यो, अहिले नामै थाहा नभएको गृहमन्त्री हुनुहुन्छ। कसको इसारा हो बाट चल्दैछ हाम्रो देश?